समेतको जाहेरी रहेको नेपाल सरकार भएको प्रत्यर्थीवादी रहेको मुद्दामा आज माननीय न्यायाधीश डाक्टर नवकुल सुवेदी सिमान र माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल सिमानको इजलासबाट जुन आदेश आएको छ त्यो आदेशमा निवेदक प्रतिवादी रवि लामिछानेको गोर्खा मिडिया नेटवर्क प्रणालीमा रु 1,80,00,000 रुपियाँ बराबरको सेयर रहेको देखिन्छ। आफूले YMOA को शर्त बमोजिम कम्पनीको 15% सेयर निशुल्क पाएको भन्ने निजको कथन देखिन्छ। मिति 77/5/10 मा भएको उक्त YMOA मा यी प्रतिवादीले निशुल्क 15% सेयर प्राप्त गर्ने शर्त उल्लेख भएको देखिए तापनि निज स्वयंले प्रमाणित गरी आधिकारिक निकायमा पेश गरेको लगानी स्रोत फारममा अन्य व्यवसायको आम्दानी ऋण सापटी र पैतृक सम्पत्तिबाट 1,80,00,000 रुपियाँको सेयर लगानी गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन आएबाट निशुल्क सेयर प्राप्त गरेको भन्ने निजको भनाई मिसित संलग्न प्रमाणबाट समर्थित भएको देखिएन। अपितु निज प्रतिवादीले सोही सेयर खरिद गर्न सहकारी संस्थाबाट कर्जा लिएको देखिन आउँछ। सो कर्जा लिँदा सहकारी ऐन नियम र संस्थाको विनियावली लगायत प्रचलित कानुनबमोजिमको कुनै प्रक्रिया पुरा गरेको प्रथम दृष्टिमा देखिन आएन। साथै यी प्रतिवादी रवि लामिछानेले मिति 79/3/1 मा उक्त कम्पनीबाट अलग भएको भनी जिकिर लिए तापनि सो मिति पश्चात समेत निजले कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिमा चेकहरूमा हस्ताक्षर गरेको देखिएबाट उक्त कम्पनीमा निजको निरन्तर संलग्नता देखिन आयो। यस प्रकार उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको संलग्नता कर्मचारीको हैसियतमा मात्र नभई कम्पनी सञ्चालनमा सारभूत रूपमा प्रभाव पार्ने हैसियतको देखियो।